साथीहरु तपाईलाई बिजनेस स्टोरीज नेपालको नयाँ एपिसोडमा स्वागत छ। आज चाहिँ हामी मोरङको कसेनी नजिकै एउटा मिल तेल पेल्ने मिल अनि सँगसँगै धान पनि पिस्न मिल छ। अरु पनि छ यहाँ मिलको सामग्रीहरु छ। त्यो मिलमा आएका छौं अनि हामीसँग अगाडि हुनुहुन्छ एकजना दिदी जसले चाहिँ मिल चलाउनुहुन्छ अनि आज हामी उहाँसँग मिल चलाउने व्यवसायको बारेमा कुराकानी गर्दैछौं। हजुरको नाम भनिदिनु न। मेरो पर्मिला पौडेल। पर्मिला पौडेल। हजुरको घर पहिला कता हो? मेरो घर पहिला माइती घर चाहिँ उता भोजपुर हो। सडरन्द हैन दाजु, अहिले सडरन्द नगरपालिका पर्छ। अहिले माइती चाहिँ घर चाहिँ अब पहिला चाहिँ भोजपुरै अरे, भोजपुर कता टक्सर हो कि कहाँ भन्नुहुन्थ्यो बुवाले। अब त्यो सकिएको कुरा हो। अहिले चाहिँ हामी अहिले यहीँ छौँ कसिनीमा। अहिले बस्दै आएको चाहिँ 60 बिघा गाउँ भन्छ, तर बेलबारी चाहिँ नगरपालिका पर्छ अहिले। ए हजुर हजुर। पहिले चाहिँ कसिनी, अब कसिनी नै थियो। हजुर। अहिले चाहिँ बेलबारी भएको छ अहिले हालमा चाहिँ। अनि अब अहिले म अब यस्तै एक्लै छु, अब यस्तै गरिराखेको छु। ओके, अलिकति भनिदिनुहोस् त यो मिल कहिले खुल्यो, यसको कथा अलिकति सुनाउनु न। कसरी खुल्यो यहाँनिर? मिल चाहिँ खुलेको अब अहिले यो तेलको चाहिँ तोरीको चाहिँ 7-8 वर्षै भयो। यो पहिली पुरानो चक्की, यो पिठो पिसाउने, मकै पिसाउने, धान पिसाउने चाहिँ धेरै वर्षै भयो, 15-16 वर्षै भयो। अनि अब अहिले यसमा चाहिँ यो तोरी पनि थप गरेर चाहिँ अहिले 8-9 वर्ष भयो। अब यसको पनि अब अहिले यो पिसाउँदै छौँ। अहिले म अब यस्तै गर्दै छु। ओके, तपाईले चाहिँ कसरी सिक्नु भयो अलिकति सुनाउनु न। मैले चाहिँ अब यो कसरी सिक्ने भनेदेखि यो मिस्त्रीले फिट गरेर चाहिँ यो हामीलाई चाहिँ यसरी गर्नु भनेर चाहिँ उसले सिकाएको हुन्छ। अनि त्यही अनुसारले हामीले अनि अब गर्छौँ अनि त्यही जानिहालिन्छ। पहिला चाहिँ तपाईले चलाउनु भएको थिएन अन्त यहाँ आउनु भन्दा अगाडि? चलाएको थिइनँ, मैले चलाएको थिइनँ। अब मेरो बुवाले पनि चलाएको थिएन हैन। अब मेरो ससुरा बुवाले पनि चलाउनु भएको थिएन। अब अहिले चाहिँ अब मेरो श्रीमानले खोल्नुभयो। अब अहिले उहाँ पनि हुनुहुन्न। अहिले अब मैले बाध्यता म यहाँ चलाइराखेको छु। तपाईले आफूले मात्रै एक्लै चलाउन थाल्नु भएको छ? कति भयो? एक्लै। उहाँ हुँदाखेरि पनि हामी बराबरी नै चलाउँथ्यौँ। ए ओके ओके। जस्तो अब अलिकति भनिदिनुहोस् यो तेल पेल्ने प्रक्रियामा के हुन्छ थोरै? तपाईँले जस्तो अघि हामीले हेर्यौँ अलिअलि हैन। यो तेल पेल्नेमा चाहिँ के हुन्छ भनेदेखि अब तोरी अब यसमा हाल्ने हो यो टोक्रामा। अनि अब तोरीको अब कस्तो हुन्छ त्यो सुकाइ कस्तो छ, तोरी धेरै सुकेको छ भने त्यसलाई पानीको मात्रा अलिकति बढी हाल्ने, ठिक्क सुकेको छ भने त्यही अनुसारले हाल्ने। अनि अब त्यसरी गर्ने। अनि अब तोरीको दानामा रस कति छ, दाना भित्रको दानाको त्यो दिउलमा पुष्ट छ भने तेल अब राम्रो आउँछ। अर्को अब अलिकति तोरी भनेर पनि हुँदैन, अलिकति कोही बाक्लो बोक्रा गरेको हुन्छ, कोही पातलो बोक्रा गरेको हुन्छ। पातलो बोक्रा गरेकोमा चाहिँ पुष्ट दाना हुन्छ भित्र दिउल र झरेर तेल धेरै झर्छ। बाक्लो बोक्रा गरेकोमा चाहिँ अलिकति कम झर्छ। ओके, त्यसपछि अरू प्रक्रिया के हुन्छ? अब अरू प्रक्रिया त यसको अब यसमा यो ओराम हुन्छ, यो पिस्ने ओराम भन्छ। हजुर। अनि यो ओराममा एउटा अब के अरे ब्यारिङ भन्छ, ब्यारिङ बस्छ। हजुर। अब यहाँबाट चाहिँ यहाँ गएपछि यहाँ एउटा पत्ती हुन्छ तेल र पिना छुट्याउने। हजुर। अनि यो पत्ती हुन्छ। यसको अब यहाँ पङ्खा हुन्छ, फेरि यहाँ भित्र यो पिना काट्ने। हजुर। यहाँ चेक बल भन्छ एउटा, यहाँ यो चेक बलले पिना काटेर फ्याँक्छ। यसमा ब्यारिङ बस्छ दुईतिर। हजुर। अनि यहाँ दुईतिर यता पनि ब्यारिङ बस्छ, यता पनि ब्यारिङ बस्छ। अनि अब यहाँ पनि अब यो पुल्ली भइगयो, यो फिता घुम्ने। हजुर। यो पुल्ली हो। अब यो घान हाल्ने भयो। अब यसलाई पङ्खा भन्छ, बेल्ट पङ्खा भन्छ यसलाई। ए हजुर। अब यो चाहिँ यो हो। अनि अब यहाँबाट चाहिँ तेल झर्छ। अब यहाँ तेल झरिसकेपछि अब यो मेरोमा चाहिँ कस्तो हुन्छ भने यो जाली राखिदिएपछि लेदो झर्दैन हैन। एकदम राम्रो तेल किल्लर आएको यो लेदोहरू यो अलिअलि भएको चाहिँ यसैमा हुन्छ र म फेरि माथि हालिदिन्छु। तेल चाहिँ एकदम राम्रो सङ्लो कञ्चन राम्रो आउँछ तेल।
त्यो चाहिँ कतिचोटि पिनाहरू जस्तो कतिचोटि दोहोऱ्याएर हाल्नुपर्छ कि कस्तो हुन्छ? चाहिँ तेल अब कस्तो हुन्छ, अब म यो यतिचोटि भनेर चाहिँ हुँदैन। अब यो तेल झरुन्जेलै हाल्नुपर्छ। यो हाल्दाखेरि हालिदिने गरेको छु मैले चाहिँ होइन। अब थोपाथोपी चुन्जेलसम्म हालिदिने गरेको छु। अब यो कति भनेर चाहिँ यसको हुँदैन। त्यही पनि टेन्टेटिभ जस्तो 2-4 चोटि कतिपल्ट चाहिँ हाल्नै पर्छ? हाल्नुपर्छ 10-12 चोटि नै हाल्नुपर्छ। ए ओके। अब यो पनि मिल चलाइ अनुसार हुन्छ अरे। अब कसैको मिलमा चाहिँ अब अलिक छिटो पनि झर्छ अरे होइन। अब मैले अब पिसाइ अनुसार होला, ड्राइभर अनुसार पनि हुन्छ होला होइन। अब गाडी छिटो कुदाउने र ढिलो कुदाउने पनि हुन्छ होला, त्यही भएको होला। मेरो चाहिँ अलिक ढिलै पिस्छ, ढिलै पिसाउँछु तर राम्रो पिसाउँछु। अब आज के अरे भएन भने भोलि पिसाउँछु होइन। तर अब मिहिनेत गरेर पिसाइदिने गरेको छ मैले। अब अहिलेसम्म खुसी नै भएका छन् सबैजना। हजुर हजुर। जस्तो अलिकति जस्तो तपाईँले सुरुमा मेसिन चलाउनुभन्दा अगाडि अलिकति तताउनु पनि पर्छ भन्नुभएको थियो होइन? किनभनेदेखि यो के हुन्छ भने यसमा एउटा ओखली हुन्छ। यो ओखली घरमा चाहिँ के हुन्छ भनेदेखि त्यो यो तताउने भनेको चाहिँ यो हामीले हालेपछि त्यो ओखली घरमा गएर पिना बस्छ। अनि त्यो पिनाले भरिएपछि त्यहाँ तोरी बस्न पाउँदैन। नभएदेखि त्यो तताइएन भनेदेखि नतताउँदा पनि हुन्छ। कोल तताउने चाहिँ आवश्यकता पर्दैन, त्यहाँ तोरी रहन्छ भनेर चाहिँ मैले चाहिँ अनि त्यसरी हालिदिएर गर्ने गरेको छ। अनि त्यो ओखलीमा तोरी नबसोस् भनेर। अनि यो तोरीमा अब तोरी बस्ने ठाउँमा चाहिँ पिना बसिदिएपछि तोरी त बसेन, नभए तोरी बस्छ। अनि त्यही कारणले चाहिँ मैले यो पिना तताइदिने गरेको छ। नभए यी साना कोलहरूमा चाहिँ खासै पर्दैन होइन। तर मैले चाहिँ किनभनेदेखि अब किन घाटा, आधी किलो तोरी यहाँ बसिदियो भने पनि घाटा भयो नि त तोरीवालाहरूलाई होइन। अनि कोही पनि मारमा नपरौँ, किन मारमा पर्ने होइन। पक्कै पनि। जस्तो अलिकति यसको कति जति लगानी पर्थ्यो होला? जस्तो यो त अलि अगाडि नै सुरु भएको हो तर कति जतिमा खोल्न मिल्दो रहेछ यो? अब यो मेसिनलाई मात्रै पनि अब अहिलेको भाउमा यसलाई 1,15,000सम्म पर्छ। ए ओके। अनि पछि जोड्नु पर्ने जस्तो एकचोटि जोड्दाखेरि चाहिँ मिस्त्री चाहियो। मिस्त्री बसाउनु पर्यो। मिस्त्री यो हेरी हुन्छ, कसैले 15,000 लिन्छ बसाउनलाई, कसैले 10,000 लिन्छ होइन। अब यो मिल बसाउनलाई पनि अब त्यो मिस्त्री हेरेर हुन्छ। हामीले चाहिँ 10,000 दिउँ। ओके। जस्तो अनि यसको मेन्टेनेन्स त अलिकति उतापट्टि जस्तो तपाईँले अरू पनि देखाइदिनु न, यहाँनिर घुम्नेवाला चिजहरू छ यहाँ। अब यसको यता अगाडिको पुल्ली यो भइहाल्यो। हजुर। यसमा चाहिँ अब यसमा यहाँ हामीले अलिकति उयो हाल्नुपर्छ, मोबिल हाल्नुपर्छ। यहाँ चाहिँ गियर बस्छ। ए ओके। यहाँ गियर बस्छ अनि यहाँ मोबिल हाल्नुपर्छ। अनि अब यो यता गएर चाहिँ यो फिता ठुलो फिता भयो, यो ठुलो पुल्ली घुमाउने, यता ठुलो पुल्ली सानो पुल्ली राउन्ड लाउने यो भइगयो। त्यसलाई चाहिँ मोटरले घुमाउँछ। ए यो चाहिँ धानको? यो धानको, यो ठुलो पुल्ली धानको हो। सेलरमा अब यसले उता गर्छ। अनि अब यसलाई साफ्टिङ भन्छ। यो साफ्टिङ हो। अनि यहाँदेखि गएर अब यो जाँताको यो चक्कीको हो यो। ए चक्कीवालाको अलग अलग घुमाउने चाहिँ एउटै हुँदो रहेछ हैन त? घुमाउने चाहिँ यस्तो हो। अब अरूले डाइरेक्ट मोटर जोडेर एउटा मोटर जोडेर राखेको छ होइन। हामीले चाहिँ अब हामी धेरै पुरानो हो यो। अनि हामीले चाहिँ यो साफ्टिङ राखेरै राखेको हो पहिला। ए ओके। मोटर चाहिँ त्यो भयो? मोटर चाहिँ त्यो हो। यसलाई चाहिँ बिजुलीले घुमाउँछ? त्यसलाई चाहिँ बिजुलीले घुमाउँछ। कति जति बिजुली? यो बिजुली चाहिँ कस्तो फेजको बिजुली चाहिन्छ कि? बिजुली यो 4 फेजको चाहिन्छ। 4 फेजको। अलिकति यतै आएर भनिदिनु ल, त्यता अँधेरा आउँछ। 4 फेजको बिजुली अलगै लिनुपर्छ? यो 4 फेजको बिजुली अलगै लिनुपर्छ। अनि अब यो मोटरको अब यस्तो हुन्छ चार्ज। अब यो 15 को मोटर हुँदाखेरि यसको चार्ज कम हुन्छ, 20 को हुँदाखेरि बढी हुन्छ, 25 को हुँदाखेरि झन् बढी हुन्छ। हो त्यस्तो हुन्छ। ओके। अनि यसलाई के दर्ता पनि गर्नुपर्छ कि? दर्ता चाहिँ कहाँ गर्नुपर्छ? यहाँ वडामा पनि गर्नु पर्यो। हजुर। वडामा गरिसकेपछि घरेलुमा गर्नु पर्यो। घरेलुमा गरिसकेपछि यता पाना नम्बर भन्छ, पाना नम्बर लिनु पर्यो। पाना नम्बर पनि लिनु पर्यो। ओके। अनि गर्नुपर्छ। यसलाई 3 ठाउँमा गर्नुपर्छ। ओके। अनि जस्तो कति लिनुहुन्छ? कुटाको कसरी छ दाम, कसरी हुन्छ? अहिले मैले चाहिँ 10 रुपियाँ किलै पिसाइराखेको छ तोरी। अब कतै चाहिँ अब 12 भन्छन् अरे, कतै 13 पनि भन्छन् अरे। मैले चाहिँ 10 ले नै पिसाइराखेको छ। तपाईँ चाहिँ पुरानो मान्छे भएर होला नि? म चाहिँ पुरानो मान्छे पनि, म अलिकति सेवा पनि दिनपट्टि लागेको पनि हो। किनभनेदेखि अब पहिलादेखि सेवा गरेर पनि आएको।
मलाई चाहिँ किनभने सेवै दिने मन मलाई कमाउनु भन्दा पनि अनि त्यही भएर चाहिँ मैले चाहिँ 10 रुपियाँले नै पिसाइराखेको छु अहिले धान 50ले कुटाएको छु 4 रुपियाँ किलो मकै पिसाइदिएको छु धेरै ल्याए भने मकै 2-3 मन एकैचोटि ल्यायो भने 15-20 रुपियाँ छुट पनि गरिदिन्छु हैन ओके जस्तो कति जति कारोबार गर्नुहुन्छ अहिले जस्तो कमाई यदि कसैले सोध्नु भयो भने कमाई अब हुन्छ अब यसको कमाई कस्तो भनेदेखि चले अनुसारको हुने हो चले अनुसारको अब धेरै महिनाभरि भिड भएर चल्यो भनेदेखि 14,000 सम्म तिर्नुपर्छ बिल हजुर हैन अनि अब चले अनुसार हुन्छ अहिले त धेरैवटा मिल भए सबैतिरबाट अब अहिले बीचमा पर्यो मेरो चाहिँ मिल हैन अब पुरानो पनि भयो बीचमा पर्यो र पनि अब अहिले पनि अब 8-9 हजार बिल तिर्छु आउँछ 30-40 हजार रुपियाँ अहिले पनि हुन्छ जम्मै टोटल गरेर त्यसबाट बिल अब यता बनाउनु पनि त्यसैमा मिस्त्री पनि लाउनु पर्छ हैन कतिको मेन्टेनेन्स गर्नुपर्छ यसको बिग्रिरहने हुन्छ कि अथवा एकदम धेरै फेर्नु पर्ने केही हुन्छ कि सामानहरू यसको सामानहरू त्यस्तो खासै चाहिँ हुँदैन मिस्त्री राम्रो पर्दियो र सेटिङ गरिदियो भने 1 वर्षसम्म यसलाई खोल्नु पर्दैन ए हजुर अब मिस्त्री त्यस्तै पर्दियो भने अब सामान अल्टर जोडिदियो भनेदेखि अब बनाइराख्नु पनि पर्यो हैन नभएदेखि 1 वर्ष ठ्याक्कै यसको सामानहरू चाहिँ फेरेर ठ्याक्क मिस्त्रीले चाहिँ मजाले बसाइदियो भनेदेखि चाहिँ 1 वर्ष हेर्नु पर्दैन ए ओके अनि त्यसपछि जस्तो अरु यसमा ध्यान दिने कुरा के छ त यो मिल चलाउँदाखेरि एकदमै ध्यान दिने कुरा भनेको चाहिँ अब के भनेदेखि यसलाई सबैभन्दा पानी मिलाउनु पर्छ तोरीमा पानी मिलाउन सक्नु पर्यो अनि अब आउन्जेल निखारेर तेल दिनु पर्यो यति मात्रै हो ओके जस्तो अरु सुरक्षाको हिसाबले जस्तो एकदम फिताहरू घुम्ने हुन्छ फिताहरू घुम्नेमा अब त्यता जानु भएन त्यसमा त फितामा अलकत्र लाउनु पर्छ अब आफू सतर्कै हुनुपर्छ त्यसमा फितामा चाहिँ ओके जस्तो अब तपाईलाई अलिकति जस्तो अब महिलाहरूले चलाइरहनु भएको छ नि त जस्तो हाम्रो त एकदम पुरुष प्रधान समाज हो महिलाले गरेको भन्ने बेला कुरा हुन्छ सो तपाईलाई त्यसमा कस्तो आउँछ प्रतिक्रियाहरू अलिकति सुनाउनु न तपाईलाई कस्तो लाग्छ अब त्यस्तो अप्ठ्यारो केही पनि छैन अहिले मैले अब जसरी पहिला चलाइराखेको थियो त्यसै गरी नै त्यस्तै सजिलै छ अब पहिला पनि अब किनभनेदेखि घरमा अब आफैले बनाउनु हुन्थ्यो त्यो चाहिँ अब अहिले भएन मैले मिस्त्री लाउनु पर्छ खोजेर त्यो अलिकति अप्ठ्यारो भयो हैन नभएदेखि अरू चलाउन त अब म पहिला पनि चलाएकै हो अहिले पनि अब म त्यस्तो छैन तपाईलाई चाहिँ सानैबाट मन पर्थ्यो यस्तो मेसिनहरू हो कि के हो मलाई अब सानैबाट भन्दा पनि यस्तो भयो अब के गर्ने भन्दाखेरि यो अब हाम्रो यो एरियामा थिएन त्यतिखेर नभएपछि हेर्नु नि त अब सबै अब यहाँ अब समाजहरू गाउँ समाज छिमेकीहरूले पनि यहाँ अब एउटा मिल छैन तिमीहरू सानो परिवार चलिहाल्छ लु राखौँ कि भनिसकेपछि लु नि त राखौँ भनेर राख्यौँ हजुर अनि राम्रै चलिराखेको थियो अब अहिले चाहिँ त्यो अब सबैजनाले यही गर्ने भनेर चाहिँ सबैजनाले अरूतिर परतिर राखेर चाहिँ अलिकति बाधा हुन्छ कि जस्तो भइरहेछ प्रतिस्पर्धा भइरहेछ तर अब अहिले त्यस्तो खासै त्यस्तो चाहिँ अब भएको छैन भनौँ न तोरीमा चाहिँ मेरो एकदमै राम्रै छ अहिले ओके तपाईँलाई एकदमै धेरै सन्तुष्टि मिल्ने जस्तो कुनै घटनाहरू छ कि यो बिचमा व्यवसाय अब यत्रो लामो समय भयो काम गरिरहनु भएको तपाईँलाई एकदमै मनपर्ने कुरा हुन्छ नि यसको के हो अलिकति भन्नु न मनपर्ने कुरा त अब खोइ मलाई सबै मनपर्छ किनभने गरेर खानु पाएको छ होइन अब गरेर खान पाएको छ अब के अरे रोग नलागोस् तन्दुरुस्त गरी खान पाएको छ राम्रो छ भाइ मलाई म खुसी नै छु कहाँबाट आउनुहुन्छ यहाँ चाहिँ मान्छेहरू यहाँ अब यता तल अहिले त धेरै तलदेखि आउनुहुन्थ्यो त अब अहिले त धेरैतिर भएर अलिक अब छरिनु भइरहेछ र पनि आउनुहुन्छ तल धोकाधार भन्छ यता सोमबारे भन्छ डिकिटोल भन्छ रामपुर भन्छ होइन कसिनी अब यता पोखरिया अनि सभापुर चन्द्रपुर लिम्बुचोक आउँछ ओके तपाईले तेल अरु बेच्नु पनि हुन्छ यहाँबाट बेच्नु पनि हुन्छ कि तेल त्यसरी माग गर्नुभयो भने बेच्न पनि सक्छु ओके त्यो चाहिँ कसरी त्यो चाहिँ अगाडि नै मलाई यति चाहियो भनेर चाहिँ उहाँहरूले माग गर्नुभयो भनेदेखि म पखालेर तोरी पखालेर राम्रो पखालेर सुकाएर अनि तेल दिन सक्छु ओके जस्तो बाहिरबाट पनि भन्नुभयो भने पठाइदिनु हुन्छ गर्नु भएको छ अगाडि त यसरी अब किनभनेदेखि किनभने म एक्लै छु यहाँ म पिसाएर चाहिँ म राखिदिन सक्छु कि फलान ठाउँमा चाहिँ यसलाई जिम्मा दे भनेर भन्नुभयो भने त सक्छु होइन नभएदेखि अब म एक्लै छु नि त हजुर अनि त्यो अब अलिक अब टाढा पुर्याउन जानु पर्यो भने चाहिँ म अब मेरो सम्भव हुँदैन अब यहाँ चलाउने मान्छे छैन म आफै चलाइराखेको छु अब मैले ड्राइभरहरू राखेको छैन होइन
अनि भनेपछि अब त्यो मलाई अब कसैले चाहिँ अब मलाई तेल चाहियो मलाई यति लिटर दिनु भनेर चाहिँ उहाँहरूले माग गर्नुभयो भने म दिन सक्छु। ओके, जस्तो अब यो भिडियो हेरिरहनु भएको हुनसक्छ कति धेरै महिलाहरू होइन, उहाँहरूलाई पनि केही गर्नु लागिरहेको हुनसक्छ। अनि जस्तो कतिले यस्तो मेसिनको काम सक्छु र मैले भन्ने पनि सोच्नु भएको हुनसक्छ। जस्तो उहाँहरूले के भन्न चाहनुहुन्छ तपाईँ? होइन, सकिन्छ, मजाले सकिन्छ। त्यो त्यस्तो हुँदैन। अब त पहिले चाहिँ अलिकति डर लाग्छ, त्यहाँदेखि गर्दै गर्दै गरेपछि हामीलाई घरको काम धन्दा गरे जस्तै नै हो, त्यस्तो गाह्रो हुँदैन। ओके, जस्तो अरू मान्छेहरू जसले व्यवसाय गर्न सोच्दै हुनुहुन्छ, जस्तो मिलको बारेमा त तपाईँलाई धेरै कुरो थाहा छ नि त। अब जस्तो यति बेला कसैले यदि मिल म पनि खोल्छु एउटा भनेर भन्नु पर्यो भने के कुरा ध्यान दिनुपर्छ? जस्तो के तयारी गर्नुपर्छ, ठाउँ कस्तो हेर्नुपर्छदेखि लिएर अब ठाउँ ठुलो एरिया हेर्नु पर्यो होइन। अब त्यसमा अब यसले त जति चलो त्यति फाइदा हुने हो नि त। मिल भनेको बिहानदेखिको एनी टाइम चलिरहेको भने फाइदा हुने हो। अब एकछिन 1 घन्टा चल्छ अनि फेरि अनि अब त्यो एकछिनमा अनि फेरि 1 घन्टा चल्छ गरेर हुँदैन। मिल भनेको बिहानदेखि बेलुकासम्म चल्नुपर्छ, ठुलो एरिया चाहिन्छ मिललाई होइन। अनि चाहिँ फाइदा हुन्छ। अनि एउटा के अरे ड्राइभरै राख्दा पनि हुन्छ होइन। नभएदेखि अब आफै अब आफ्नो घरको काम आफै गर्ने भनौँ, अब यस्तै हो होइन। नभएदेखि चाहिँ अब मिलबाट फाइदै हुन्छ, ठुलो एरिया भयो भनेदेखि राम्रै हुन्छ। जस्तो कस्टमरहरूसँग बानीहरू कस्तो गर्ने, कस्तो व्यवहार गर्ने भन्ने बारेमा केही तपाईँलाई अब टिप्स दिनु नि? तपाईँ त यत्रो अनुभवी भइसक्नुभयो। होइन, यस्तो हुन्छ, कस्टमर अनुसारको जवाफ हुन्छ नि त, यस्तो हुन्छ नि त। अब हामी त रिसाउने कुरो हुँदैन होइन। हामीले अब किनभनेदेखि हाम्रा कस्टमरहरूसँग त हामीले रिसाउने हुँदैन। उहाँहरूले चाहिँ अब त्यस्तै नराम्रै कुरा गर्नुभयो भने त त्यसको जवाब त दिन परिहाल्नु पर्यो नि त। अब हामीले राम्रो काम गरिराखेको छ, राम्रो होस् है भनिराखेको छ अब भनेर उहाँहरूले चित्त बुझाउनु भएन भनेदेखि त त्यसको जवाब त दिनु पर्यो। अनि जस्तो कस्टमरहरू टिकाउने अलिकति दोहोरिएर आउनेहरू हुनुहुन्छ कि तपाईँकोमा होइन? यो त पुरानो भयो, यस्तो एकदम नियमित ग्राहकहरू हुन्छ नि त, त्यस्तो पनि आउनुहुन्छ कि कस्तो? त्यसरी आउनुहुन्छ। अब किनभनेदेखि अब काहीँ अब 1 महिना आउनु भएर काहीँ लानुभयो भनेदेखि होइन तोरी तेल त यिनै राम्रो आउँछ भनेर दोहोऱ्याएर आउनुभएको छ। किनभनेदेखि अब अहिले धेरैवटा मिल भए, धेरैतिर अब त्यहाँ कस्तो आउँछ भनेर अब जानुहुन्छ, तर फेरि दोहोऱ्याएर आउनुहुन्छ। ए हजुर। ल अब अन्तिममा चाहिँ यस्तो यो भिडियो हेरिरहनु भएको सबै व्यक्तिहरू, देशदेखि विदेशसम्म सबै व्यक्तिहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? अब होइन, सबैले चाहिँ आफूले गरी खानुपर्छ अब होइन। अब किनभनेदेखि अब जस्तो जे सकिन्छ गरी खानुपर्छ, गर्नुपर्छ भन्ने म भन्छु म सबैलाई। हस् दिदी, हामीसँग कुरा गरिदिनु भयो, तपाईँलाई धेरै 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 धन्यवाद। हस् त। अब